चिन्ने त भन्दा क्वेसनमा क्वेसन आयो भने इन्डाइरेक्ट मेथड त भन्ने त भन्दा अब यदि तपाईँलाई क्वेसनमा नेट प्रफिट आफ्टर ट्याक्स दिएको छ भने अब तपाईँले इन्डाइरेक्ट मेथडबाट गर्नुपर्छ। नेट प्रफिट आफ्टर ट्याक्स आयो भने अब तपाईँहरूले इन्डाइरेक्ट मेथडबाट सल्भ गर्ने। फेरि पनि भन्दैछु भाइ बहिनीहरू, क्वेसन राम्रोसँग पढ्ने। अब तपाईँलाई अब नेट प्रफिट आफ्टर ट्याक्स दिएको छ भने तपाईँले इन्डाइरेक्ट मेथडबाट सल्भ गर्नु पर्यो र इन्डाइरेक्ट मेथड पनि सजिलो छ, गाह्रो छैन। अब यसलाई सजिलो तरिकाले कसरी याद गर्ने म तपाईँहरूलाई सिकाउँछु है त। अब भनेपछि डाइरेक्ट मेथडमा सबैभन्दा सुरुमा सेल्स हुन्थ्यो भने इन्डाइरेक्ट मेथडमा सबैभन्दा सुरुमा नेट प्रफिट आफ्टर ट्याक्स हुन्छ। पहिलो स्टेप अहिले नै याद गर्नुहोस्, इन्डाइरेक्ट मेथडमा सबैभन्दा सुरुमा है। अब हामीले यो अपरेटिङ एक्टिभिटिज पढ्दैछौँ भाइ बहिनीहरू, इन्भेस्टिङ र फाइनेन्सिङ चाहिँ सेम हुन्छ, त्यसलाई केही चलाउनु पर्दैन। डाइरेक्ट मेथड र इन्डाइरेक्ट मेथडको अपरेटिङ के अरे इन्भेस्टिङ र फाइनेन्सिङ चाहिँ सेम हो, केही चलाउनु पर्दैन। तर के चाहिँ फरक हो त भन्दा अपरेटिङ एक्टिभिटिज फरक हो। र अपरेटिङ एक्टिभिटिज याद गर्नको लागि सबैभन्दा सुरुमा के सम्झिनु पर्यो भन्दा यसमा हेडिङहरू केही पनि हुँदैन। हिजो हामीले पढेको चम्पासँग एकचोटि ओखलढुङ्गा इलाम अनि ताप्लेजुङ गएर ओए आई मिस यु भन्ने रहर छ, यो केही याद गर्नु परेन। तपाईँले सिधै के याद गर्नु पर्यो त भन्दा पहिलो स्टेपमा के सम्झिनु पर्यो रे भाइ, के सम्झिनु पर्यो, के सम्झिनु पर्यो? नेट नेट प्रॉफिट प्रफिट आफ्टर आफ्टर टैक्स। ट्याक्स। सुरुमा जहिले पनि के हुनुपर्छ, इन्डाइरेक्ट मेथडबाट गर्दाखेरि के हुनुपर्छ सुरुमा? नेट प्रॉफिट आफ्टर ट्याक्स। नेट प्रफिट आफ्टर ट्याक्स हुनुपर्छ। अब यसमा जहिले पनि नन अपरेटिङ एक्सपेन्सेस अथवा नन क्यास एक्सपेन्सेसहरू यदि क्वेसनमा दिएको छ भने जोडिदिने। नन अपरेटिङ एक्सपेन्सेस अथवा नन क्यास एक्सपेन्सेस भनेर दिएको छ भने जोडिदिने। अब हिजो हामीले डाइरेक्ट मेथडमा चाहिँ अपरेटिङ एक्सपेन्सेसहरू रेकर्ड गरेका थियौँ भाइ बहिनीहरू। अपरेटिङ एक्सपेन्सेस भनेको मेरो अफिस रन गर्दाखेरि डे टु डे रन हुँदाखेरि हुने खर्चलाई चाहिँ अपरेटिङ एक्सपेन्सेस भनिन्छ। नन अपरेटिङ एक्सपेन्सेस भनेको चाहिँ के हो त भन्दा यस्ता खालका खर्च जुन चाहिँ रेगुलर नहुने, कहिलेकाहीँ हुने, क्या वर्षमा एकचोटि, 2 वर्षमा एकचोटि, 6 महिनामा एकचोटि खर्च हुन्छ भने त्यस्ता खालका खर्चलाई के भनिन्छ त भन्दा नन अपरेटिङ एक्सपेन्सेस भनिन्छ। अब हिजो हामीले अब डाइरेक्ट मेथड र इन्डाइरेक्ट मेथडको फरक के हो भनेर सोध्यो भने एउटा त हामीले डाइरेक्ट मेथडमा सबैभन्दा सुरुमा सेल्सबाट सुरु गर्छौँ, इन्डाइरेक्ट मेथडमा नेट प्रफिट आफ्टर ट्याक्सबाट सुरु गर्छौँ। पहिलो डिफरेन्स यही भइहाल्यो। अब सेकेन्ड डिफरेन्स भनेको यो डाइरेक्ट मेथडमा अपरेटिङ खर्चहरूलाई रेकर्ड गरिन्छ भने इन्डाइरेक्ट मेथडमा कस्तो खालको खर्चलाई रेकर्ड गरिँदो रहेछ भाइ बहिनीहरू? नन अपरेटिङ एक्सपेन्सेस अथवा नन क्यास एक्सपेन्सेसहरूलाई रेकर्ड गरिन्छ। फेरि भन्नुहोस् त के रहेछ? हामीले जहिले पनि इन्डाइरेक्ट मेथडमा नन अपरेटिङ एक्सपेन्सेस अथवा नन क्यास एक्सपेन्सेसहरूलाई मात्र के गर्नुपर्छ? रेकर्ड गर्नुपर्छ। नन अपरेटिङ एक्सपेन्सेस भनेको के हो रे भाइ बहिनीहरू, मलाई एकचोटि बुझाइदिनुहोस् त। नन अपरेटिङ एक्सपेन्सेस भनेको के रहेछ, कस्तो खालको खर्च रहेछ? पैसा नलागेको छ, पैसा के सधैँ हुने होइन, कहिलेकाहीँ हुने, क्या वर्षमा एकचोटि, 6 महिनामा एकचोटि त्यस्ता खालका खर्च हुन्छ भने त्यसलाई के भनिन्छ? नन अपरेटिङ एक्सपेन्सेस अथवा नन क्यास एक्सपेन्सेस भनिन्छ। भनेपछि डाइरेक्ट मेथडलाई अहिले नै याद गरौँ भाइ बहिनीहरू। सुरुमा जहिले पनि नेट प्रफिट आफ्टर ट्याक्सलाई राख्ने। के राख्ने रे सुरुमा? फेरि भन्नुहोस् त, सुरुमा जहिले पनि टुप्पोमा केलाई राख्ने? केलाई राख्ने? नेट प्रफिट आफ्टर ट्याक्सलाई राख्ने। त्यसमा जहिले पनि के जोड्ने? जहिले पनि के जोड्ने? नन अपरेटिङ एक्सपेन्सेसलाई जोड्ने है। अब लेस नन अपरेटिङ इन्कम अथवा नन क्यास इन्कमहरू यदि क्वेसनमा केही दिएको छ भने यिनीहरू सबैलाई घटाउने। अब हेर्नुहोस् भाइ बहिनीहरू, एकैछिनमा कण्ठ बनाइदिनुहोस्। सबैभन्दा सुरुमा हामीले के बुझ्यो भन्दा इन्डाइरेक्ट मेथडमा सुरुमा नेट प्रफिट आफ्टर ट्याक्सलाई राख्ने। नेट प्रफिट आफ्टर ट्याक्सलाई राखिसकेपछि जहिले पनि नन अपरेटिङ एक्सपेन्सेस अथवा नन क्यास एक्सपेन्सेसलाई जोडिदिने र नन अपरेटिङ इन्कम अथवा नन क्यास इन्कमलाई के गरिदिने? घटाइदिने। यो गरेर आएको एन्सरलाई के भनिन्छ त भन्दा फन्ड फ्रम अपरेसन भनिन्छ। के भनिन्छ रे भाइ बहिनीहरू? फन्ड फ्रम अपरेसन। अब यसमा दुईटा कुरा एड र दुईटा कुरा लेस। यसमा करेन्ट एसेट्स र करेन्ट लायबिलिटी मात्र सम्झिनुपर्छ। करेन्ट एसेट्स भनेको यस्तो खालको सम्पत्ति जुन छोटो समयको लागि किनिन्छ र करेन्ट लायबिलिटी भनेको यस्तो खालको दायित्व जुन ऋण
छोटो समयको लागि भने लिन्छ त्यसलाई करेन्ट लायबिलिटी भनिन्छ। अब हेर्नुहोस्, अब राम्रोसँग ध्यान दिनुहोस् भाइ बहिनीहरू, फन्ड फ्रम अपरेसन आइसकेपछि यदि मेरो खल्तीमा पैसा आयो भने त्यसलाई एडमा राख्ने, यदि मेरो खल्तीबाट पैसा गयो भने त्यसलाई लेसमा राख्ने। अब हेर्नुहोस् त, करेन्ट एसेस र करेन्ट लायबिलिटी भनेको त एसेस र लायबिलिटी त हो नि। भनेपछि मैले यहाँ हेर्नुहोस् त भाइ बहिनीहरू, इन्क्रिज इन एसेट्स, सम्पत्ति बढ्दाखेरि पहिलाको वर्षको भन्दा यसपालि सम्पत्ति बढ्यो भने के गर्नु भनेर सिकाएको थिएँ, के गर्नु भनेर सिकाएको थिएँ भन्नुहोस् त। लेस गर्ने पहिलाको भन्दा सम्पत्ति यसपालि बढेको छ भने के गर्नु भनेर सिकाएको थिएँ, लेस गर्नु। र डिक्रिज इन एसेट्स भयो भने सम्पत्ति पहिलाको तुलनामा घट्यो भने के गर्नु भनेर सिकाएको थिएँ भाइ बहिनीहरू, मैले प्लस गर्ने के गर्नु भनेर सिकाएको थिएँ, प्लस गर्नु भनेर सिकाएको थिएँ। त्यस्तै लायबिलिटिज पहिलाको तुलनामा यसपालि बढ्यो भने प्लस गर्ने कि माइनस गर्ने, प्लस गर्ने प्लस गर्ने। र लायबिलिटिज पहिलाको भन्दा यसपालि घट्यो भने चाहिँ के गर्ने भाइ बहिनीहरू, माइनस गर्ने। अब हेर्नुहोस् त, यो चारवटा कुरालाई मात्र सम्झिनुहोस्, के कन्डिसनमा चाहिँ पैसा प्लस गर्नु भनेर लेखाएको छ माथि, त्यही कुरा सार्नुहोस्। एउटा हेर्नु त, एसेस घट्दाखेरि के गर्नु भनेको छ, डिक्रिज प्लस इन करेन्ट एसेट्स गर्दाखेरि प्लस। यदि सम्पत्ति करेन्ट एसेट्सहरू पहिलाको भन्दा घटेको छ भने त्यसलाई एड गर्नु। अब लायबिलिटीमा जानु त भाइ बहिनीहरू, लायबिलिटी के हुँदाखेरि एड गर्नु भनेको छ, इन्क्रिज इन करेन्ट लायबिलिटिज हुँदाखेरि एड गर्नु। ल अब के गर्दा चाहिँ लेस गर्नु भनेको छ, माथिको कन्डिसन हेर्नुहोस्, कुन के हुँदाखेरि माइनस गर्नु पर्यो, एसिड इन्क्रिज भयो भने, ठ्याक्कै यसको उल्टो, इन्क्रिज इन करेन्ट एसेट्स, पोहोरको भन्दा यसपालि करेन्ट एसेट्स बढेको छ भने के गर्ने त भन्दा लेस गर्ने। अब तल्लो कन्डिसनमा हेर्नुहोस् त भाइ बहिनीहरू, के गर्दा लेस गर्नु भनेको छ, लायबिलिटिज घट्यो भने, डिक्रिज इन करेन्ट लायबिलिटिज भयो भने लेस गर्ने। ल अब हेर्नुहोस् त, यो एड भनेको यो दुईटालाई जोडेर यहाँ राख्ने भइहाल्यो, लेस भनेको यो दुईटा जोडेर यहाँ राख्ने। अब यसमा लेस एउटा मात्र कुरा सम्झिनुहोस्, त्यो भनेको ट्याक्स पेड हो भाइ बहिनीहरू। ट्याक्स पेड घटाएपछि आएको एन्सरलाई नै के भनिन्छ त भन्दा क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज भनिन्छ, क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज, ए नम्बर। ल हेर्नुहोस् त, हिजोको भन्दा कति सजिलो, त्यत्रो 6वटा हेडिङ केही याद गर्नु पर्दैन थियो, यो त एकैछिनमा सिद्धियो। अब अपरेटिङ एक्टिभिटिज सिद्धेपछि बी र सी त हामीले हिजोको जस्तै गर्ने हो। भनेपछि अपरेटिङ एक्टिभिटिजलाई अलिकति फेरि रिकल गरौँ। सबैभन्दा सुरुमा नेट प्रफिट आफ्टर ट्याक्सलाई राख्ने, क्वेसनमा नन अपरेटिङ एक्सपेन्सेसहरू दिएको छ भने जोडिदिने, नन अपरेटिङ इन्कमहरू दिएको छ भने घटाइदिने। त्यो गरेर आएको एन्सरलाई फन्ड फ्रम अपरेसन भनिन्छ र त्यो पछि एड र लेस सम्झिने। अब यसमा करेन्ट एसेट्स र करेन्ट लायबिलिटी बाहेक अरू केही सम्झिनु हुँदैन। अब त्यही करेन्ट एसेट्स भनेकै एसेट्स हो, करेन्ट लायबिलिटी भनेको लायबिलिटी हो। हामीलाई थाहा छ भाइ बहिनीहरू, इन्क्रिज इन एसेट्स भयो भने माइनस गर्ने, डिक्रिज इन एसेट्स भयो भने प्लस गर्ने, इन्क्रिज इन लायबिलिटी भयो भने प्लस गर्ने, डिक्रिज इन लायबिलिटी भयो भने माइनस गर्ने। अब ए को ठाउँमा करेन्ट अगाडि थपिदिने, एल को अगाडि करेन्ट थपिदिने। एड जहाँ जहाँ के कुरामा एड भनेको छ भन्दा डिक्रिज इन एसेट्स हुँदा एड गर भनेको छ, इन्क्रिज इन लायबिलिटी हुँदा एड गर भनेको छ, अनि त्यसको अगाडि मैले के थपेँ, करेन्ट थपेँ होइन। यसरी लास्टमा लेस ट्याक्स पेड भन्ने कुरालाई घटाएँ। यो गरेर आएको एन्सरलाई के भनिदो रहेछ त भन्दा क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज भनिदो रहेछ। एकचोटि हेर्नुहोस् त भाइ बहिनी, केही समस्या छ? अपरेटिङ एक्टिभिटिजमा केही समस्या छ फर्मेटमा? एकचोटि हेर्नुहोस् त सर। र केही छैन सर है, यो भित्र कुरा के याद गर्ने त्यो त म सिकाइहाल्छु, तर तपाईँले यो कुरा गुदी चाहिँ बिर्सिन पाइएन। यो इन्डाइरेक्ट मेथड पनि केही पनि गाह्रो छैन, डाइरेक्ट भन्दा झन् सहिलो हो है। यसमा 6वटा त्यो चम्फा सङ्फा भन्दै नभएको चम्फा बनाउनु पनि पर्दैन, अनि यसले गर्दा तपाईँलाई सजिलो पनि हुन्छ। तर जस्ट तपाईँहरूले के चाहिँ सम्झिनु पर्यो भन्दा यसको फर्मेट, स्केलेटन सिस्टम चाहिँ याद गर्नु पर्यो। सरले भर्खरै भन्नुभएको छ स्केलेटन के रहेछ त भन्दा सुरुमा नेट प्रफिट आफ्टर ट्याक्स हुनु पर्यो, र त्यसमा नन अपरेटिङ एक्सपेन्सेस भयो जोड्ने, नन अपरेटिङ इन्कम भयो घटाइदिने। यो गरेर आएको एन्सरलाई फन्ड फ्रम अपरेसन भनिन्छ। अनि त्यो करेन्ट एसेट्स र करेन्ट लायबिलिटी भनेको त्यही एसेट्स र लायबिलिटी हो। पैसा आए प्लस, पैसा गए माइनस, त्यो भित्र गुदी याद गर्नु पनि पर्दैन, अलि हिसाब गर्दा आफै बुझिहाल्नुहुन्छ। अनि लास्टमा ट्याक्स पेड घटाइदिने, गरेर आएको एन्सरलाई नि के भनिन्छ त भन्दा क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज भनिन्छ। ल यहाँसम्म तपाईँहरूलाई केही समस्या छ कि? एकचोटि हेर्नुहोस् त भाइ बहिनी राम्रोसँग।
यो सर याद गर्नु त केही समस्या छ छैन हैन छैन सर छैन याद गर्न सकिन्छ एकदम रूपक ए गुरु हजुर सर आयो याद हुन्छ यति हुन्छ सर है ल अब यो नन अपरेटिङ एक्सपेन्सेस भित्र के पर्छ नन अपरेटिङ इन्कम भित्र के पर्छ करेन्ट एसेट्समा के याद गर्ने करेन्ट लाइबिलिटीमा के याद गर्ने अब म सिकाउँछु ठिक छ ठिक छ छैन ठिक छ भाइ बहिनीहरू ठिक छ ल अब सुरु गरौँ है त यो आजको यो राम्रोसँग त्यो पार्टिसिपेटमा गएर स्क्रिनसट गरेर भोलिमा ट्वाकीहरूलाई म आज कति ठिक बनाउँछु म ट्वाकीनेहरूलाई म ठिक गरिहाल्छु त्यहाँ स्क्रिनसट गरेर त्यहाँ मलाई ग्रुपमा हाल्नु ल अब हेर्नुहोस् है अब हाम्रो नन अपरेटिङ एक्सपेन्सेसलाई कसरी याद गर्ने नन अपरेटिङ इन्कमलाई कसरी याद गर्ने एकैछिनमा यति इक्जाम्पल याद गरिदिनु भयो भने यस्ता जब हिसाब सिसाब फिल नन अपरेटिङ एक्सपेन्सेस अथवा नन क्यास एक्सपेन्सेस भनेको एउटै हो र अर्को भनेको के हो त भन्दा नन अपरेटिङ इन्कम नन अपरेटिङ इन्कम मैले हिजै भनेको छु यो इक्जाम्पल कसैको जिन्दगीमा मेल खान गएन यो सबै भ्रम मात्र हुनेछ है अब यसमा हाँस्ने काम पनि नगर्ने अब पढ्नुपर्ने छ याद गर्नुपर्ने छ त्यही भएर याद गर्नलाई जसरी हुन्छ बाई हुक टुक याद गर्नुपर्छ त्यही भएर अब यहाँ दिमाग चलाउने अब यो नन अपरेटिङ एक्सपेन्सेसलाई याद गर्नको लागि के भन्नुहोस् भन्दा यहाँ हेर्नुहोस् फर्मुला यसरी बन्छ भाइ बहिनीहरू डियर के रे डियर आई लभ यु डियर आई के लभ यु प्यारी प्रमिस डियर आई लभ यु प्यारी प्रमिस के रे भाइ बहिनीहरू डियर आई लभ यु प्यारी प्रमिस ठिक छ यहाँसम्म ठिक छ यहाँसम्म ठिक छ छैन ठिक छ सर ठिक छ है अब यसमा प्लिज है नन अपरेटिङ इन्कममा प्लिज आज है प्लिज के रे आज रिप्लाई देऊ है दिउँसो इन्स्टाग्राममा प्लिज आज है आज रिप्लाई देऊ है दिउँसो केमा त इन्स्टाग्राममा प्लिज आज रिप्लाई देऊ है दिउँसो इन्स्टाग्राममा डियर आई लभ यु प्यारी प्रमिस प्लिज आज रिप्लाई देऊ है दिउँसो केमा त इन्स्टाग्राममा ठिक छ यहाँसम्म ठिक छ छैन ठिक छ सर है के हो रे भाइ बहिनीहरू फर्मुला सुरुमै भनेको छु कसैको जिन्दगी मेल खानु गयो भने म जिम्मेवार हुँदिनँ भन्दा ल भन्नु त के रहेछ फर्मुला के रहेछ डियर आई लभ यु प्यारी प्रमिस नन अपरेटिङ एक्सपेन्सेसको आज प्लिज रिप्लाई हो यो खासमा सुरुमा आज हो त्यो पछि प्लिज रिप्लाई हो है ल यहाँ हेर्नुहोस् है डियर आई लभ यु प्यारी प्रमिस आज प्लिज रिप्लाई देऊ है दिउँसो इन्स्टाग्राममा आज प्लिज रिप्लाई देऊ है दिउँसो इन्स्टाग्राममा अब यसको अपरेसन गरौँ अब हेर्नुहोस् यसमा याद गर्नुहोस् भाइ बहिनीहरू नन अपरेटिङ एक्सपेन्सेसमा सुरुको डी भनेको के हो त भन्दा डेप्रिसिएसन हो डेप्रिसिएसन भनेको नन अपरेटिङ एक्सपेन्सेस है डियर आई अब आई भनेको इन्टेन्जिबल एसेट्स रिटर्न अफ यो इन्टेन्जिबल एसेट्स रिटर्न अफ भनेको इन्टेन्जिबल एसेट्स भनेको जे पनि हुनसक्छ जस्तै गुडविल कपिराइट होइन प्याटेन्ट रिटर्न अफ आयो भने राख्नु पर्यो भने दुईटा इक्जाम्पल ठाउँको ठाउँ याद भइसक्यो भाइ बहिनी सुरुको के रहेछ डेप्रिसिएसन सेकेन्ड के रहेछ इन्टेन्जिबल एसेट्स रिटर्न अफ थर्ड भनेको के रहेछ त भन्दा लस अन सेल्स अफ के त एसेट्स है तेस्रो इक्जाम्पल के रहेछ भाइ बहिनीहरू लस अन सेल्स अफ एसेट्स पहिलो के
पहिलो Depreciation. डेप्रिसिएसन, सेकेन्ड के Intangible asset return off. इन्टेन्जिबल एसेट्स रिटर्न अफ। त्यो इन्टेन्जिबल एसेट्स रिटर्न अफ भनेको के हो रे मलाई भन्नुहोस् त। इन्टेन्जिबल एसेट्स रिटर्न अफ भनेको के Return of हुन सक्छ? patent return जस्तै of copyright return of जे पनि हुन सक्छ, गुडविल रिटर्न अफ, कपिराइट रिटर्न अफ, प्याटेन्ट रिटर्न अफ, ट्रेडमार्क रिटर्न अफ, होइन जे पनि हुन सक्छ, बाल मतलब हो। र इन्टेन्जिबल एसेट्स भने हामीलाई थाहा छँदै छ, भनेपछि गुडविल रिटर्न अफ, कपिराइट रिटर्न अफ, प्याटेन्ट रिटर्न अफ, ट्रेडमार्क रिटर्न अफ, यी सबै के हुन् त भन्दा इन्टेन्जिबल एसेट्सहरू हुन्। ल अब फेरि भन्नुहोस् त भाइ बहिनीहरू, सुरुको डी भने के रहेछ? के रहेछ? Depreciation. डेप्रिसिएसन। सेकेन्डको आई भने के रहेछ? इन्टेन्जिबल एसेट्स रिटर्न अफ रहेछ। थर्डको एल भनेको के रहेछ? लस अन सेल्स अफ एसेट्स रहेछ है, लस अन सेल्स अफ एसेट्स रहेछ। अब हामी पुग्यौँ पीमा है। यहाँ हेर्नुहोस्, डियर आई लभ यु प्यारी प्रमिस, नबिर्सिनु यो फर्मुला, डियर आई लभ यु प्यारी प्रमिस। डी भनेको डेप्रिसिएसन, आई भनेको इन्टेन्जिबल एसेट्स रिटर्न अफ, अनि एल भनेको लस अन सेल्स अफ एसेट्स, अनि यो पी भनेको के हो त भन्दा प्रिमियम अन रिडेम्सन अफ डिभेन्चर, प्रिमियम अन रिडेम्सन अफ डिभेन्चर, प्रिमियम अन रिडेम्सन अफ डिभेन्चर। अनि लास्टको पी भनेको चाहिँ के हो भन्दा भाइ बहिनीहरू प्रिलिमिनरी एक्सपेन्सेस रिटर्न अफ, प्रिलिमिनरी एक्सपेन्सेस रिटर्न अफ, अथवा कोही बेलामा प्रोभिजन फर ट्याक्सेसन पनि आउन सक्छ। यो आयो भने पनि प्रोभिजन फर ट्याक्सेसन। ल अब जस्तो सुकै क्वेसन आओस् न, हामीलाई बाल मतलब छैन, तपाईँले यो इक्जाम्पल बिर्सिन पाइँदैन। यदि यो नन अपरेटिङ एक्सपेन्सेसहरू यी मध्येमा केही कुरा आएको छ भने यो नन अपरेटिङ एक्सपेन्सेस हो भनेर बुझ्नु पर्यो। डेप्रिसिएसन, इन्टेन्जिबल एसेट्स रिटर्न अफ, लस अन सेल्स अफ फिक्स एसेट्स, प्रिमियम अन रिडेम्सन अफ डिभेन्चर, प्रिलिमिनरी एक्सपेन्सेस रिटर्न अफ। यहाँसम्म तपाईँहरूलाई केही समस्या छन् सोध्नुहोस् त भाइ बहिनीहरू। छ कसैलाई? छैन सर। छैन भने अब उता जाऊँ। आज प्लिज रिप्लाई देऊ है दिउँसो केमा? इन्स्टाग्राममा। ए भनेको अब ठ्याक्क उल्टो। यहाँ के छ भाइ बहिनीहरू? डिप्रिसिएसन। घट्नुलाई डिप्रिसिएसन भनिन्छ, बढ्नुलाई के भनिन्छ? Appreciation. एप्रिसिएसन सम्झिहाल्नुहोस्, एप्रिसिएसन। अब इन्टेन्जिबल एसेट्स बढ्यो भने पनि त्यसलाई खासै केही भनिँदैन। भनेपछि अब यो सिद्धियो, यो पनि सिद्धियो। अब यसको उल्टो ठ्याक्कै लस अन सेल्स अफ एसेट्सको उल्टो भने के हुन्छ भाइ बहिनीहरू? पिआर छ। पिआर भनेपछि प्रफिट अन सेल्स अफ के त? के? प्रफिट अन सेल्स अफ एसेट्स, प्रफिट अन सेल्स अफ एसेट्स। अब यहाँ हेर्नुहोस् त भाइ बहिनी, यो पनि सिद्धियो। अब यहाँ पीमा जानुहोस्, प्रिमियम अन रिडेम्सन अफ डिभेन्चरको उल्टो के हुन्छ होला भाइ बहिनीहरू? ब्याज तिर्नु। अनि कोही बेला के पाइन्छ? कोही बेला के पाइन्छ? डिस्काउन्ट अन रिडेम्सन अफ डिभेन्चर, डिस्काउन्ट अन रिडेम्सन अफ के त? डिभेन्चर। अब डिआई भनेको के हो? डिसिप्लिन इन्चार्ज होइन, फेरि डिभिडेन्ड रिसिप्ट। आई भनेको के हो त भन्दा इन्ट्रेस्ट रिसिप्ट, इन्ट्रेस्ट रिसिप्ट। पेड होइन, इन्कममा फेरि के हुन्छ? इन्कममा रिसिभ हुन्छ कि पेड हुन्छ? फेरि हिरो भनेर डिभिडेन्ड पेड यहाँ राख्ने होइन, इन्ट्रेस्ट पेड यहाँ राख्ने होइन। कहाँ राख्ने? इन्ट्रेस्ट रिसिभ कहाँ राख्ने? नन अपरेटिङ इन्कममा राख्ने। ल हेर्नुहोस् त, तपाईँले 10वटा इक्जाम्पल याद गर्न सक्नुहुन्छ? सक्नुहुन्न? नन अपरेटिङ एक्सपेन्सेसको 5वटा इक्जाम्पल, नन अपरेटिङ इन्कमको 5वटा इक्जाम्पल याद गर्न सकिन्छ? सकिन्छ सर। डियर आई लभ यु प्यारी प्रमिस, आज प्लिज रिप्लाई देऊ है दिउँसो इन्स्टाग्राममा भनेर यो याद गर्ने। पहिला खर्च अनि सम्पत्ति भनेर सम्झिने। ठ्याक्क उल्टो छ। डेप्रिसिएसन उल्टो एप्रिसिएसन, अनि लस अन सेल्स अफ एसेट्सको उल्टो प्रफिट अन सेल्स अफ एसेट्स, प्रिमियम अन रिडेम्सन अफ डिभेन्चरको उल्टो डिस्काउन्ट अन रिडेम्सन अफ डिभेन्चर, अनि प्रिलिमिनरी एक्सपेन्सेस रिटर्न अफ प्रोभिजन फर ट्याक्सेसन। ल यहाँसम्म तपाईँहरूलाई केही समस्या छैन भन्ने कुरा चाहिँ मैले बुझिरहेको छु। छ भन्नुभयो भने मेरो भन्नु केही छैन। केही छ समस्या यहाँसम्म? छ बुझिराखेको छ सबैले? छैन सर। सजना मगर अनम्युट गर्न नि।
सजना मगर हजुर सर के छ ठिक छ एन्टिना झ्यारझ्यार काचाकुचो केही छ होइन सर खर्रा आउँछ आइरहेको छ सर आएन भने त गोदै खान्छु फेरि तँलाई ल यहाँसम्म भयो ठिक छ ठिक छै त्यो सर अब नन अपरेटिङ एक्सपेन्सेस आयो भने इन्डाइरेक्ट मेथडमा के गर्ने रे भाइ बहिनीहरू यिनीहरू आयो भने के गर्ने रे एड गर्ने जोड्ने है जोड्ने अनि यिनीहरू आयो भने के गर्ने घटाउने घटाउने है यिनीहरू आयो भने जोड्ने यिनीहरू आयो भने घटाउने यो बिर्सिनु पाइँदैन त्यहाँ बिर्सिनु भयो भने भाटा खानुहुन्छ ल अब यो पछि करेन्ट एसेट्स र करेन्ट लाइबिलिटी के मात्र सम्झिने त यहाँ है ल हेर्नुहोस् करेन्ट एसेट्समा क्यास बाहेक अरू सबै सम्झिने क्यास किन नसम्झिने भन्दा यो हामीले क्यासलाई चाहिँ लास्टमा ओपनिङ क्यास ब्यालेन्स भनेर राख्नुपर्ने कारणले गर्दा करेन्ट एसेट्सको क्यास बाहेक अरू इक्जाम्पल सबै याद गर्नु है क्यास र ब्याङ्क बाहेकका सबै भनेको 3टा जति पढ्यो भने आइहाल्छ जस्तै डेप्टर्स याद गर्नुहोस् भाइ बहिनीहरू एउटा डेप्टर्स अनि त्यो डेप्टर्सलाई भन्ने नामहरू अकाउन्ट रिसिभल बिल्स रिसिभल ती छँदैछ र प्रिपेड एक्सपेन्सेस याद गर्नु पर्यो प्रिपेड एक्सपेन्सेस आज त धेरै सुत्यो जस्तो यार टाउको दुई छ मलाई दुख्छ अझ टाउको के दुख्छ पख्न अझ धेरै चिज खा टाउको दुख्ने के हुने सबै हुन्छ टेन्सन लिनु पर्दैन है ल डेप्टर्स भन्नु बिल्स रिसिभल भन्नु अकाउन्ट रिसिभल भन्नु बिल्स रिसिभल भन्नु अकाउन्ट रिसिभल भन्नु अथवा बुक डेप भन्नु एउटै हो यो मैले धेरै पटक भनेको छु आज बिहान नै होलीको गिफ्ट बिहान बिहानै तपाईँहरूलाई प्यारा भाइ बहिनीहरूलाई हातले लेखेर पुरै दिएको छ त्यहाँ करेन्ट एसेसको इक्जाम्पल दिएको छ राम्रो छ याद गर्ने डेप्टर्स बिल्स रिसिभल अकाउन्ट रिसिभल बुक डेप भन्नु एउटा यो एउटा कन्फर्म आउँछ प्रिपेड एक्सपेन्सेस भनेको पछाडि जे पनि जोडिदिन सक्छ जस्तै प्रिपेड रेन्ट प्रिपेड स्यालेरी त्यो पनि सोधिदिन सक्छ र स्टक यो 3टा चाहिँ तपाईँले याद गर्नै पर्छ करेन्ट एसेसको इक्जाम्पल स्टक अथवा इन्भेन्ट्री क्लोजिङ स्टक होइन जे पनि भन्न सक्छ र अर्को भनेको एक्वर्ड इन्कम भनेको के हो रे भाइ बहिनीहरू एससिसी आरयुडी एक्वर्ड इन्कम भनेको के हो एक्वर्ड इन्कम भनेको के हो काम गरिसकेको तर पैसा नपाएको के हो रे एक्वर्ड इन्कम भनेको हामीले काम चाहिँ गरिसकेको तर के नपाएको पैसा नपाएको है जस्तै के भनेर आउन सक्छ एक्वर्ड कमिसन आउन सक्छ के आउन सक्छ अरे एससिसी आरयुडी एक्वर्ड कमिसन भनेर आउन सक्छ एक्वर्ड इन्कम भनेको हामीले के चाहिँ गरेको छैन त भन्दा हामीले काम चाहिँ गरिसक्यौँ सबै काम सिधाइसक्यौँ तर पैसा चाहिँ पाएको छैन यसको इक्जाम्पल एक्वर्ड कमिसन हुन्छ यो 4वटा करेन्ट एसेट्स बाहेक तपाईँलाई अरू केही आउँदैन भाइ बहिनीहरू अहिले याद गर्नुहोस् डेप्टर्स प्रिपेड स्यालेरी प्रिपेड रेन्ट केही आउन सक्छ स्टक अथवा इन्भेन्ट्री मध्येमा एउटा आउन सक्छ र कहिलेकाहीँ एकदमै क्वेसन घुमायो भने एक्वर्ड इन्कम आउने हो एक्वर्ड इन्कम भनेको के हो त भन्दा हामीले काम नगरिकन पाएको पैसा हो है एक्वर्ड इन्कम भनेको के हो रे काम नगरिकन भन्नु छ हामीले काम चाहिँ गरिसकेको तर पैसा नपाएको काम गरिसकेको तर पैसा नपाएको जस्तै के हुन सक्छ अरे जस्तै एक्वर्ड कमिसन के रे एक्वर्ड कमिसन हुन सक्छ एससिसी आरयुडी एक्वर्ड कमिसन पनि भन्न सक्छ केही कन्फ्युजन यहाँसम्म ठिक छ अब करेन्ट एसेट्स पछि करेन्ट लायबिलिटी याद गरौँ भाइ बहिनी 2-3 वटा है करेन्ट लायबिलिटिज भनेको छोटो समयको लागि लिएको ऋण हो यसमा क्रेडिटर्स अकाउन्ट पेबल बिल्स पेबल होइन क्रेडिटर्स अकाउन्ट पेबल बिल्स पेबलहरू भनेका करेन्ट लायबिलिटी नै पर्छ भाइ बहिनीहरू दोस्रो भनेको आउटस्ट्यान्डिङ एक्सपेन्सेसको 5वटा नाम भन्नुहोस् त भाइ बहिनीहरू के छ अरे आउटस्ट्यान्डिङ एक्सपेन्सेसको 5वटा नाम जस्तै आउटस्ट्यान्डिङ स्यालेरी भन्यो भने के भन्न सक्छ हामीलाई स्यालेरी के अरे अर्को के भन्न सक्छ एक्सपेन्सेस ड्यू अर्को एक्सपेन्सेस अनपेड
अर्को के भन्न सक्छ एक्सपेन्सेस पेएबल अथवा एक्सपेन्सेस स्टिल टु बी पेड पनि भन्न सक्छ है एक्सपेन्सेस स्टिल टु बी पेड अब एक्सपेन्सेसको अर्थ जे पनि आउन सक्छ भाइ बहिनी जस्तै आउटस्ट्यान्डिङ वेजेस आयो भने वेजेस ड्यू वेजेस अनपेड वेजेस पेएबल वेजेस स्टिल टु बी पेड भन्यो भने ल्याबिलिटिज आउटस्ट्यान्डिङ स्यालेरी भन्यो भने स्यालेरी ड्यू स्यालेरी अनपेड स्यालेरी पेएबल र स्यालेरी स्टिल टु बी पेड भन्यो भने के भयो त भन्दा ल्याबिलिटिज अब आउटस्ट्यान्डिङ स्टेसनरी भन्यो भने स्टेसनरी ड्यू स्टेसनरी अनपेड स्टेसनरी पेएबल अथवा एक्सपेन्सेस स्टिल टु पेड पनि भन्छ यसलाई कहिलेकाहीँ एकर्ड एक्सपेन्सेस पनि भन्छ है भाइ बहिनीहरू के पनि भन्छ अरे एकर्ड एक्सपेन्सेस के हो एकर्ड एक्सपेन्सेस भनेको काम गरिसकेको तर नपाएको पैसा एकर्ड एक्सपेन्सेस भनेको खर्च तिर्नुपर्ने तर आजको दिनसम्म तिरेको छैन है खर्च तिर्नुपर्ने तर आजको दिनसम्म खर्च तिरेको छैन इन्कमको कुरो गरेको छैन मैले के को कुरो गरेको छ एकर्डको कुरो गरेको छ ल यहाँसम्म तपाईँहरूलाई केही समस्या छ भाइ बहिनीहरू अहिले एकर्ड एक्सपेन्सेस भन्दा नि के अरे एकर्ड इन्कम भन्यो भने चाहिँ काम नगरिकन लिएको पैसा भन्ने एकर्ड एक्सपेन्सेस भनेको चाहिँ के हो त भन्दा खर्च तिर्नुपर्ने बेला भइसकेको छ तर तिरेको छैन अब ट्याक्स पेड भने त ट्याक्स पेड हो जानिहाल्नु ल यहाँसम्म तपाईँहरूलाई केही समस्या छ त कसैलाई छैन सर छैन सकिन्छ यहाँसम्म ल मस्त सकिन्छ यस सर भाटा हान्छु के गर्ने भाटा हान्न त मलाई आउँछ नि ल भन्नुहोस् अब एक दुईवटा बोर्डको पहिला सर्ट एन्सर क्वेसनबाट प्र्याक्टिस गरौँ अनि त्यसपछि हामी जानुपर्छ लङ एन्सर क्वेसनमा है ल एउटा गीत जाओस् सर हजुरको मुखबाट के भयो कसलाई थाहा छ गीत त गाइदिनु संसारमा भनेको दुईटा चिज गर्नलाई मलाई एकदम अप्ठ्यारो लाग्छ त्यो भनेको नाच्न र गीत गाउन ल यहाँ गाइदिनु सर गाइदिनु अब ल यहाँ एकचोटि हेर्नुहोस् है यो 10 नम्बर क्वेसन एकचोटि राम्रो छ हेर्नुहोस् त भाइ बहिनीहरू यहाँ 10 नम्बर क्वेसन स्क्रिनमा मजाले देखेछ देखेछ सर ल अब एकचोटि राम्रो छ हेर्नु ल एकचोटि स्क्रिनसट गर्दा पनि हुन्छ स्क्रिनसट गरेर नि यहीँबाट हेर्दा पनि हुन्छ त्यहाँ राम्रोसँग ध्यान दिने 1 सेकेन्डमा सल्भ हान्नुपर्छ क्यालकुलेट क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज फ्रम द फलोइङ इन्फर्मेसन नेट प्रफिट दिएको छ अकाउन्ट रिसिभेबल डिक्रिज दिएको छ डिप्रिसिएसन दिएको छ अब हेर्नुहोस् त भाइ बहिनीहरू तपाईँलाई यो क्वेसन कहाँबाट आएको के को क्वेसन हो भनेर तपाईँले छुट्याउन नसक्ने अवस्था आइपर्न सक्छ तर माथि क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज भन्ने बित्तिकै तपाईँले बुझ्नु पर्यो यो क्यास फ्लो स्टेटमेन्टको क्वेसन हो तर हेर्नुहोस् त क्यास फ्लो स्टेटमेन्टको क्वेसन त हो है क्वेसन त हो तर कुन मेथडबाट गर्ने भनेर क्वेसनले दिएको छ छैन भन्ने बित्तिकै हाम्रो थर्ड सेन्स दिमाग चलाइहाल्नु पर्यो सुरुमा क्वेसनमा सेल्स दियो भने कुन मेथडबाट गर्नु पर्यो डाइरेक्ट मेथडबाट अब नेट प्रफिट दियो भने केबाट गर्नु पर्यो इन्डाइरेक्ट अब हेर्नुहोस् भनेपछि नेट प्रफिट दिएको छ इन्डाइरेक्टबाट गर्ने यो अकाउन्ट रिसिभेबल डिक्रिज भनेर दिएको होला के भनेर दिएको होला अकाउन्ट रिसिभेबल भनेको के हो भाइ बहिनीहरू एसेट्स मात्र भन्यो भने गोदा खाइहाल्छ के भन्नु पर्यो करेन्ट एसेट्स भेरी गुड डिप्रिसिएसन भनेको चाहिँ के हो त त्यसो भने नन अपरेटिङ एक्सपेन्सेस ल हेर्नुहोस् यो क्वेसनलाई 1 सेकेन्डमा सल्भ गरौँ है त अब यसलाई कसरी सल्भ गर्ने भन्दा अब फर्मेट लेख्दै गर्नुहोस् केही टेन्सन छैन 1 मार्क्सको भनेर नहेर्नु अहिले हामीलाई सिक्नु पर्ने छ है यसो गर्नुहोस् क्यास फ्लो स्टेटमेन्ट युजिङ इन्डाइरेक्ट मेथड अहिले सिक्नु छ त्यही भएर फर्मेट मजाले बनाएर गर्नुहोस् केही फरक पर्दैन है च्याप्टर पार्टिकुलर्स डिटेल अमाउन्ट हैन च्याप्टर पार्टिकुलर्स डिटेल अमाउन्ट आरएस ल अब इन्डाइरेक्ट मेथडबाट गर्दाखेरि सबैभन्दा सुरुमा जहिले के राख्ने रे भाइ बहिनीहरू के राख्ने नेट प्रफिट ल नेट प्रफिटको पैसा अहिले कति दिएको थियो रे 2 लाख
नेट प्रफिटको पैसा 2 लाख दिएको थियो। नेट प्रफिट भनेको पैसा आउँछ, त्यही भएर नेट प्रफिट प्लसै हुन्छ। यसमा जहिले पनि के जोड्ने भाइ भनेर हामी एकदम फर्मेटमा जाउँ त है। नेट प्रफिटमा सुरुमा जहिले पनि के जोड्ने? नन अपरेटिङ एक्सपेन्सेस। भेरी गुड। नन अपरेटिङ एक्सपेन्सेसको इक्जाम्पल भन्दा बाबु 5 वटा। मलाई अब भन्नुभयो सर। हामीलाई क्वेसनमा सुन्नुहोस् है, अब हामीलाई क्वेसनमा नन अपरेटिङ एक्सपेन्सेसको त्यो छ नि, डियर आई लभ यु प्यारी प्रोमिस मध्येमा के दिएको छ? डिप्रिसिएसन दिएको छ सर। डेप्रिसिएसन है। डेप्रिसिएसन, डेप्रिसिएसनको पैसा कति हजार दिएको छ? 10,000। 10,000 दिएको छ। अब यही एउटा जोड्नु पर्ने 5 वटा कुरामा, डियर आई लभ यु प्यारी प्रोमिसमा 5 वटा कुरा मध्येमा यही एउटा दिएको हो कि होइन? हो सर, एउटा छ। यही मात्र दिएको हो, केही पनि छैन भने चाहिँ अब यसलाई ढोका बन्द, यसलाई यहाँ 10,000 लेख्नुहोस्। 10,000। अब नन अपरेटिङ एक्सपेन्सेस जोड्ने, अर्को के कुरा घटाउने भनेर सिकाएको छु भाइ बहिनीहरू मैले? नन अपरेटिङ इन्कम। नन अपरेटिङ इन्कम। अब यो नन अपरेटिङ इन्कमको 5 वटा इक्जाम्पल के हो? पहिला सुरुमा के सम्झिनु पर्यो? आज प्लिज रिप्लाई देऊ है, दिउँसो इन्स्टाग्राममा सम्झिनु पर्यो। ए भनेको एप्रिसिएसन, पिआर भनेको प्रफिट अन सेल्स अफ एसेट्स, अर्को भनेको डिस्काउन्ट अन रिडिम्सन अफ डिभेन्चर, अर्को भनेको डिस्काउन्ट रिसिभ र इन्ट्रेस्ट रिसिभ। भनेपछि यो मध्येमा क्वेसनमा केही दिएको छ भाइ भनेर हामीलाई? केही दिएको छ? छैन भनेपछि यो के भयो? 0 भयो है। मजाले गरौँ, अहिले सिक्नु पर्ने छ, त्यही भएर मजाले हतार नगर्ने। यहाँ सिक्नु पर्ने छ, हेडिङ याद गर्नुपर्ने छ। अब नेट प्रफिटमा जोड भनेको कुरा जोडेपछि, घटा भनेको कुरा घटाएपछि आएको एन्सरलाई के भनिन्छ भाइ बहिनीहरू? अपरेसन है। अहिले एक लाइनमा गर्दा कसरी गर्ने त्यो पनि सिकाउँछु, अहिले याद गर्नुपर्ने छ, त्यही भएर यत्रो धेरै गरेको है मैले। अब यहाँ हेर्नुहोस् त भाइ बहिनीहरू, यो 2 लाख छ, 10,000को अगाडि प्लसै चाहिन्छ भने 2 लाख प्लस 10,000 गर्दा कति आउँछ? 2 लाख 10,000 है। कति आयो? 2 लाख 10,000। अब एड लेख्ने, लेस लेख्ने, अरू केही नगर्ने ल। एड लेख्ने 2 लाइन जति छोड्ने, लेस लेख्ने 2 लाइन जति छोड्ने। के गर्ने रे फेरि भन्नुहोस् त? के गर्ने रे? एड लेख्ने 2 लाइन जति छोड्ने, लेस लेख्ने 2 लाइन जति छोड्ने। लेख्ने 2 लाइन जति छोड्ने। अब हेर्नुहोस्, अब त्यहाँ कुराहरू, अब बाँकी रहेका कुराहरू पढ्ने, करेन्ट एसेट्स, करेन्ट ल्याबिलिटी, त्यो कुराहरूमा पैसा आउने छ भने एडमा लेख्ने, पैसा जाने छ भने लेसमा लेख्ने, अरू केही याद गर्नु पर्दैन। ल हेर्नुहोस्, अब एकचोटि यहाँ हेरौँ है त। अकाउन्ट रिसिभल डिक्रिज। अकाउन्ट रिसिभल भनेको के हो भाइ बहिनीहरू? सम्पत्ति हो। के हो रे? करेन्ट एसेट्स हो, सम्पत्ति हो। सम्पत्ति घट्दाखेरि पैसा आउँछ कि जान्छ? आउँछ। सम्पत्ति घट्दाखेरि पैसा आउँछ, सम्पत्ति बढ्दाखेरि के हुन्छ? जान्छ। अब हेर्नुहोस् त, पैसा आउने भयो भने सरले भने अनुसार एडमा राख्ने कि लेसमा राख्ने? एडमा राख्ने। ल अब यहाँ लेख्नुहोस्, डिक्रिज इन अकाउन्ट रिसिभल। अकाउन्ट रिसिभल कति रुपियाँ पैसा दिएको छ भाइ बहिनीहरू? 40,000। 40,000। अब लेस केही पनि छैन, 0 भनेपछि यसलाई जोड दिनुहोस्। 40,000 यो 0 भइगयो। अब लास्टमा जहिले पनि यहाँ लेस के हुन्छ अरे? एउटा फर्मेटमा लेस ट्याक्स पेड। के हुन्छ भाइ बहिनी? ट्याक्स पेड। अहिले छ ट्याक्स पेड? छैन भनेपछि अब हेर्नुहोस् त, यहाँ 2,10,000 मा यो 40,000 अगाडि केही साइन छैन भन्नु मतलब के हो? प्लस हो भने के गर्नु पर्यो? क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज कति नम्बर? ए नम्बर। कति आयो एन्सर? 2,50,000। अब मलाई भन्नुहोस् त भाइ बहिनीहरू, डाइरेक्ट मेथड सजिलो कि इन्डाइरेक्ट मेथड सजिलो? इन्डाइरेक्ट सजिलो छ। कुन सजिलो? इन्डाइरेक्ट मलाई इन्डाइरेक्ट लाग्यो, दुईटै सजिलो छ। दुईटै सजिलो? दुईटै सजिलो। डाइरेक्ट भन्दा इन्डाइरेक्ट कति छोटो, कति सजिलो छ हेर्नुहोस् त। त्यो भाइहरूको चम्पासँग एकचोटि ओखलढुङ्गा इलाम ताप्लेजुङ भनेर राम्रो कत्रो पढ्नु पर्यो? यहाँ केही छ? केही छैन। नन अपरेटिङ एक्सपेन्सेस, नन अपरेटिङ इन्कम, अनि त्यो एड र लेस पनि के सम्झे हुने रहेछ? पैसा आए प्लस पैसा गए के? लेस। लास्टमा एउटा के सम्झिने? ट्याक्स पेड भन्ने कुरा है। लास्टमा के सम्झिने रे? ट्याक्स पेड। ल त्यसो अर्को क्वेसनतिर लागिहालौँ। हामी रोकिने त हुँदैन, हामी त हावा हो, वायु हो। युवा भनेको हावा वायु हो।
यस्ता रोकिने सानातिनो कुरामा अड्किने मान्छे नै होइन हामी त खतरा मान्छे हो। ल अब यता हेरिहाल्नुहोस् भाइ बहिनीहरू, यहाँ अर्को क्वेसनमा यसमा के भनेको छ भन्दा फ्रम द फलोइङ इन्फर्मेसन डिटरमाइन क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज है अन्डर कुन मेथड भन्यो? इनडाइरेक्ट इन्डाइरेक्ट Direct method. मेथड। नेट इन्कम भनेर कति दिएको छ? 1,20,000. 1,20,000। नन अपरेटिङ एक्सपेन्सेस भनेर कति दिएको छ? 60,000. 60,000। डिक्रिज इन करेन्ट एसेट्स भनेर कति दिएको छ? 20,000. 20,000। अब नेट इन्कम भन्नु र नेट प्रफिट भन्नु एउटै हो है भाइ बहिनीहरू। नेट इन्कम र नेट प्रफिट भने के हो रे? एउटै हो। एउटै हो। अब तपाईँलाई एक मार्क्समा दिँदा यसरी गर्दा हुन्छ तपाईँले। अब हेर्नुहोस्, अब जस्तै यो चाहिँ ठ्याक्कै यसरी सल्भ गर्नु। यो फर्मेट चाहिँ बनाइदिने, अल्छी नगर्ने है। अब पहिला सुरुमा नेट इन्कम दिएको छ, त्यही भएर नेट इन्कम लेख्नुहोस्। नेट इन्कम, नेट इन्कम, नेट इन्कम कति पैसा दियो भाइ भने हामीलाई? 1,20,000 दियो। 1,20,000। अब यसमा नन अपरेटिङ एक्सपेन्सेस सिधै दिएको छ, एड नन अपरेटिङ एक्सपेन्सेस, नन अपरेटिङ एक्सपेन्सेस भनेर 60,000. कति रुपियाँ दियो त भन्दाखेरि कति रुपियाँ दियो नन अपरेटिङ एक्सपेन्सेस भनेर? नन अपरेटिङ एक्सपेन्सेस 60,000। 60,000। अनि त्यो पछि अब नन अपरेटिङ इन्कम छैन भने लेख्नु पर्दैन है। क्वेसनमा नन अपरेटिङ इन्कम छैन भने एक मार्क्सको क्वेसन आउँदा त्यति धेरै पनि नगर्ने, त्यसलाई छोडिदिने। अब हेर्नुहोस् त भाइ बहिनीहरू, यो पछि हेर्नुहोस् है, तपाईँले डिक्रिज इन के भनेको छ? Current asset. करेन्ट एसेट्स। अब करेन्ट एसेट्स भनेको एसेट्स हो। एसेट्स घट्दाखेरि पैसा आउँछ कि जान्छ तपाईँको खल्तीमा? आउँछ। 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 पैसा आयो भने प्लस गर्ने कि माइनस गर्ने? प्लस प्लस गर्ने। भनेपछि यहाँ एड लेखिदिनुहोस्। डिक्रिज इन करेन्ट एसेट्स, डिक्रिज इन करेन्ट एसेट्स कति रुपियाँ भन्दाखेरि कति रुपियाँ? 20,000 रुपियाँ पैसा आयो। अरू केही पनि दिएको छैन भनेपछि यसलाई धर्को तान्दिने। यसो गरेर आएको एन्सर नै के हुन्छ त भन्दा क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज। क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज 1,20,000 प्लस 60,000 गर्दा 81। 81 प्लस 20 गर्दा कति आउँछ भाइ बहिनीहरू? 2 लाख भयो के सर? 11। गाह्रो सर। अब यसको एकचोटि मार्किङ स्किम हेरौँ। एनिवेली एक मार्क्सको क्वेसन आउँदा कसरी चेक गर्नु भनेको छ, एकचोटि चेक गरौँ। जस्तै क्यालकुलेट क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज फ्रम द फलोइङ इन्फर्मेसन भनेको क्वेसन आयो। यसरी यही तपाईँले त्यसले क्यास फ्लो फ्रम अपरेटिङ 2 लाख प्लस 10,000 प्लस 40,000 होइन, त्यो गरेर एन्सर कति निकाल्यो? 2,50,000 निकाल्यो। करेक्ट क्यालकुलेसन पुरै एन्सर मिलायो भने कति दिनु रे? 1। 1। अनि पार्सियली करेक्ट भनेको गर्दा गर्दै तपाईँको एन्सर 2,50,000 आउनु पनि 2 लाख आयो भने कति मार्क्स आयो? 0.5 0.5 है। ठिक छ, ठिक छ कि छैन? ल त्यसो भने यो क्वेसनलाई फाँडी हानिहाल्नु त भाइ बहिनीहरू 1 सेकेन्डमा। ल एकचोटि स्क्रिनमा हेर्नुहोस् त। नेट प्रफिट 18,000 छ, नन अपरेटिङ एक्सपेन्सेस 6,000 छ, डिक्रिज इन करेन्ट लायबिलिटी 5,000 छ, अनि रिक्वायर्डमा क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज अन्डर इन्डाइरेक्ट मेथड भन्यो। ल सर एन्सर निकालिहाल्नु त। 19,000 आन्सर। कति आयो? 19,000 आन्सर हो। अब नेट प्रफिट भनेको माथि राखिहालिन्छ, नन अपरेटिङ एक्सपेन्सेसलाई जोड्ने। अब करेन्ट लायबिलिटी घट्नु भनेको, ऋण घट्नु भनेको पैसा आउनु कि जानु हो भाइ बहिनीहरू? जान्नु हो सर। पैसा जानु हो। पैसा जाँदाखेरि के गर्ने? खल्तीबाट पैसा जानु भनेको के गर्ने भनेपछि 18 प्लस 6 माइनस 5 गर्दाखेरि कति हजार आउँछ? 19। 19। केही गाह्रो?
अह अनि यसको चाहिँ एन्सर कति आउँछ त ल यहाँ हेरौँ है त फाइन्ड आउट द क्यास कलेक्सन फ्रम सेल्स इफ सेल्स इज रुपिज 6 लाख ड्युरिङ द इयर एन्ड इन्क्रिज इन डेप्टर्स बाई रुपिज 40,000 2,60,000 5,60,000 यो क्यास कलेक्सन फ्रम सेल्स भनेको क्यास कलेक्सन फ्रम दि हामीलाई कहाँ दिएको त कस्टमर दिएको है भाइ बहिनीहरू के दिएको अरे फाइन्ड आउट द क्यास कलेक्सन फ्रम सेल्स भनेको क्यास कलेक्सन फ्रम कस्टमर दिएको सेल्स दिने बित्तिकै इन्डाइरेक्ट मेथड होइन केबाट गर्नु पर्यो केबाट डाइरेक्ट गर्नु डाइरेक्ट डाइरेक्टबाट भने सेल्स 6 लाख दिएको रहेछ ड्युरिङ द इयर एन्ड इन्क्रिज इन डेप्टर्स भनेको डेप्टर्स पहिलाको तुलनामा बढ्यो भने के गर्ने त एसेट्स हो डेप्टर्स भनेको त्यसलाई के गर्नु पर्यो माइनस गर्नु पर्यो 6 लाख माइनस 40,000 गर्दा कति आउँछ 5,60,000 5,60,000 आउँछ है क्वेसन देखेर नतर्सिनु क्वेसन जेसुकै आओस् एकदम धैर्य धारण गरेर सोचेर काम गर्ने है ब्याङ्कका ब्याङ्क हान्ने हो भने के हुन्छ कुरो बिग्रिन्छ के हुन्छ अरे कुरो बिग्रिन्छ कुरो बिग्रिन्छ Yes. अनि फेरि एकचोटि चाहिँ क्यास फ्लो स्टेटमेन्ट आउनु पर्ने 2079 सालमा क्वेसन अलिकति बहुल आएको रहेछ ल एकचोटि चेक गर्नु है त 9 नम्बर क्वेसन हेर्नु ल यो 2079 सप्लिमेन्ट्रीको क्वेसन हो सप्लिमेन्ट्री क्वेसन भनेको जुन साल पनि बहुल आउने क्वेसन हो उसले फर्मेटै बिर्सेर 9 नम्बर क्वेसन के हाल्दियो भन्दा फ्रम दि फलोइङ इन्फर्मेसन फाइन्ड आउट दि नेट प्रफिट भनेर सोध्यो यो कहाँको क्वेसन हो त यो नेट प्रफिट ग्रस प्रफिट आउने बित्तिकै यो कहाँ क्वेसन हो फाइनल कहाँको अकाउन्टको फाइनल अकाउन्टको अब हेर्नुहोस् त ग्रस प्रफिट दिएको रहेछ 50,000 स्यालेरी दिएको रहेछ 10,000 रेन्ट दिएको रहेछ 15,000 कति आउँछ अब कति आउँछ होला हाम्रो नेट प्रफिट अब 25,000 25,000 भेरी गुड है सर अब यो भनेको प्रफिट एन्ड लस अकाउन्ट बना भने हो क्या नेट प्रफिट कहाँबाट थाहा हुन्छ पिएल अकाउन्टबाट थाहा हुन्छ ग्रस प्रफिट पिएल अकाउन्टको क्रेडिटमा राख्नु पर्यो स्यालेरी रेन्ट मात्र दियो भने यिनीहरू खर्च हुन्छ भनेपछि यिनीहरूलाई डेबिट साइडमा राख्ने डेबिट साइडमा 10 + 15 गर्दा 25,000 हुन्छ उतापट्टि क्रेडिट साइडमा 50,000 हुन्छ अब पैसा बराबर गर्नको लागि थप्नु पर्यो थप्दाखेरि डेबिटमा थप्नुपर्छ त्यही थपेको पैसालाई नेट प्रफिट भन्छ कति हजार आउँछ 25,000 आउँछ है 2007 अब यो क्वेसन हेर्नु त भाइ बहिनीहरू एकचोटि फ्रम दि फलोइङ इन्फर्मेसन फाइन्ड आउट द क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज अन्डर इन्डाइरेक्ट मेथड सुरुमा नेट प्रफिट दिएको छ अनि डेप्रिसिएसन दिएको छ गुडविल रिटर्न अफ दिएको छ यो डेप्रिसिएसन गुडविल रिटर्न अफ के को इक्जाम्पल हो नन अपरेटिङ एक्सपेन्सेस नन अपरेटिङ एक्सपेन्सेसलाई मैले जोड्नु भनेर सिकाएको छ कि घटाउनु भनेर सिकाएको छ जोड्ने धेरैजना भाइ बहिनीहरूले यो खर्च हो भनेर घटाउनुहुन्छ तपाईँ सुरुमै बिगार्नुहुन्छ है त्यही भएर इन्डाइरेक्ट मेथडमा अलिकति उल्टो छ यो कुरा कहिले पनि नबिर्सिने सुरुको नन अपरेटिङ एक्सपेन्सेसलाई जोड्नै पर्छ नन अपरेटिङ इन्कमलाई के गर्नुपर्छ घटाउनु पर्छ त्यही भएर यो डेप्रिसिएसन गुडविल रिटर्न अफहरू सबै नन अपरेटिङ एक्सपेन्सेस हो यिनीहरूलाई जोड्ने यसको एन्सर आँखा चिप्लेर भन्नु त कति आउँछ 1,75,000 1,75,000 कति आउँछ अरे भाइ बहिनीहरू ए अरूले चाहिँ बुझाएको छैन ट्वाल्ल परिरहनु भएको त्यही 2-3 जना बोलिरहेको छ अरू कोही पनि बोल्दैन के भयो निदाउनु भयो बुझिरहेको छ होइन सबैले बुझिरहेको छ सबैले सबैले हो हो सर हजुर सर पक्का पक्का सर ल बुझेको छ भने छ न त भाटा हान्छु त्यहाँ पर्सि त्यहाँ बिगारेर फेरि ल यो भयो अब यो के हो यो क्वेसन मैले बुझिनँ मलाई बुझाउनु पर्यो म त बुझ्दैन सब बिर्सिन थाल्छु मैले ल ए फ्रम दि फलोइङ इन्फर्मेसन क्यालकुलेट क्यास पेड टु सप्लायर्स इन इयर 2 के को क्वेसन यो कहाँबाट आयो यस्तो डेन्जर क्वेसन त्यो डाइरेक्ट मेथडबाट गर्नेवाला कसरी गर्ने त मलाई आउँदैन त अब घाँसहरू एकजनाको त दिमाग हुनु नि यार यो हिजो गरेको क्वेसन होइन यो फटाहरू गद्दिनेहरू यो कहिले गरेको क्वेसन हो
क्यास पेड टु सप्लायर्स भनेको 4वटा हेडिङ याद गर्नु पर्यो सुरुमा COGS अकाउन्ट पेबल स्टक र डिस्काउन्ट रिसिभ COGS छ छैन भने कसरी निकाल्ने COGS को फर्मुला के थियो ओपनिङ स्टक प्लस पर्चेज माइनस क्लोजिङ स्टक भनेर सिका हैन ओपनिङ स्टक पनि छैन क्लोजिङ स्टक पनि छैन COGS कति भयो 3,50,000 भयो COGS 3,50,000 माइनस सन्डे क्रेडिटर इयर 1 र इयर 2 दिएको छ पहिलाको भन्दा यसपालि बढेको कि घटेको सन्डे क्रेडिटर्स बढेको त्यो भनेको ल्याबिलिटिज बढ्यो भने के गर्ने प्लस गर्ने भने 350 प्लस 5,000 गर्दा कति आयो पटार हिजो पढेको कुरा एकछिनमा बिर्सिन्छ यस्ता सुँगुरनीहरू त सब होलीको झ्यापले सब बर्बाद तिमीहरू पटारलाई पर्ने त्यो अहिले कुन चाहिँ टाउको दुख्यो भन्दै त्यसलाई बटार्नु पर्ने छ कुन चाहिँ हो त्यो अहिले बोलेकै बुझ सुनिनँ मैले गजेडीहरूलाई त म ठिक बनाइहाल्छु नि फेरि फ्रम दि फलोइङ इन्फर्मेसन क्यालकुलेट द क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज अन्डर इन्डाइरेक्ट मेथड कसरी गर्ने हो डाइरेक्ट मेथडबाट बन्छ इन्कम थियो नेट इन्कममा नन अपरेटिङ प्रफिट जोड्ने कि घटाउने घटाउने अनि डिक्रिज इन करेन्ट एसेट्सलाई के गर्ने एसेट्स घट्यो भने के हुन्छ प्लस हुन्छ भनेपछि एउटा के रहेछ माइनस एउटा प्लस रहेछ है ठिक छ गरिहाल्नुहुन्छ अब आउँछ आउँछ कि आउँछ पक्का 300% 500 कति पर्सेन्ट भाउ 500% 500% गोरुले त्यहाँ मिलाइन सुन्यो अन्त ल अब यसरी हाम्रो इन्डाइरेक्ट मेथडको सानो क्वेसन आयो भने यसरी गर्छौँ भोलिदेखि चाहिँ हामी लङ एन्सर क्वेसनमा आयो भने कसरी गर्ने भन्ने कुरा सिकाउँछ है ठिक छ ठिक छै सर लाजलाई यति गरौँ ल ल बाई बाई सर ह्याप्पी होली सर ह्याप्पी होली